तपाईलाई के पर्यो जस्तो लाग्छ? मलाई त स्कुटी परे जस्तो लागिरहेछ। एक्सचेन्ज पनि सजिलो र किस्ता बन्दी पनि गतिलो र श्रेष्ठ मोबाइल केयरमा हेर्न सक्नुहुन्छ। अहिले हामीसँग फाइनेन्स गर्नको लागि चाहिँ हाम्रो ब्रदर गोरदाबाट आइसक्नु भएको छ। त्यसै गरी उहाँले चाहिँ हामीसँग होनर X8C 8GB र्याम र 512GB स्टोरेज भएको 33,000 को फोन चाहिँ फाइनेन्स गर्नु भएको छ। र यो फाइनेन्सको सुविधा के कस्तो लाग्यो तपाईँलाई भनिदिनु। राम्रो लागिरहेछ, एकदम खुसी लागेको छ हैन। फाइनेन्समै फोन लिएर ब्याज परेन तपाईँलाई हैन। त्यसै गरी 40% डाउन पेमेन्ट दिनुभयो र अहिले हाम्रो दसैँ तिहारको दिन अफर चलिरहेको छ नि, यसको बारेमा भनिदिनु कस्तो लाग्यो तपाईँलाई? राम्रो लागिरहेछ। तपाईँलाई के पर्यो जस्तो लाग्छ? मलाई त स्कुटी परे जस्तो लागिरहेछ। ल उहाँले पनि पाइसक्नु भएको छ 285 नम्बरको टिकट। र त्यसै गरी तपाईँहरू पनि उहाँहरू पनि आउनु भएको छ एक्सचेन्ज गर्नको लागि हेर्न सक्नुहुन्छ। उहाँले पनि हामीलाई इन्फिनिक्सको फोन 13 चाहिँ आइफोन 11 लिनु भएको छ। उहाँहरूले चाहिँ तपाईँहरू कहाँबाट हिँड्नुभयो? दमकबाट हो। उहाँ चाहिँ दमकबाटै हुँदो रहेछ र उहाँले पनि कुपन पाइसक्नु भएको छ। र श्रेष्ठ मोबाइल केयरमा चाहिँ दसैँ अफर हाम्रो सबमा चलिसकेको छ र तपाईँहरू पनि लिन चाहनुहुन्छ भने श्रेष्ठ मोबाइल दमकलाई कन्ट्याक्ट गर्नुहोला। थ्याङ्क यू।